अथ पञ्चविंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि लावण्य देशमा राजा नहुनाले मन्त्रीहरूले हात्तीलाई सुवर्णको कलश र फुलको माला दिई राजा खोज्न लगाएका थिए। लोकहरूले थरीथरीका गहना कपडा पहिरी आएर राजा हुन पाइला कि नभएर मिता त हेर्न भनेर हात्तीको अघि पछि हिँड्न लागे। नवराज पनि त्यहाँ पुगेर पछिल्तिर पाट टिनेर बसी हेरिरहेका थिए। हरिहरले हात्तीमा प्रवेश गरी नवराज ब्राह्मणको नजिकै गई फुलको माला लगाइदिए। सुवर्ण कलशका जलले अभिषेक गर्नुभयो। त्योदेखि लोकहरू भन्न लागे, लौ यो हात्ती बहुलायो, नत्र यस देशमा क्षेत्रीय कोही पनि राजा छैनन् र यस्ता ब्राह्मणलाई अभिषेक गर्यो। कसले भने हात्तीलाई बहुलाएको होइन, तिमीहरू नै बहुलाएको हौ। मुखले नबोले पनि हात्ती दैवतै हो। हे मूर्ख हो, ब्राह्मण भए पनि, क्षत्रिय भए पनि, वैश्य भए पनि, शूद्र भए पनि उसको तपस्याले राजा हुन पायो। बिना नारायणको अंश र नारायणले नदिई राजा हुन उसै पाइँदैन, चुप लाग भनी बुझायो। अनि त्यसपछि हरिहर प्रवेश भइरहेको हात्तीले नवराजलाई आफ्नो कुम्भस्थलमा राखी दरबारमा लिई गयो र गुरु पुरोहितले नाना रङको वस्त्र अलङ्कार पहिराए। सबै सामग्री तयार गरी सुदिन ठहराए। त्यसै शर्मा राजाकी पुत्री लावण्यवतीसित नवराजको विधिपूर्वक विवाह गरी राजा बनाए। मन्त्रीहरूले, हे महाराज, अभिषेक भएको छैन, सामग्री तयार छ भने सुदिन ठहराई अभिषेक लिनुहोस् भनी बिन्ती गरे। त्यो सुनि नवराज भन्दछन्, हे मन्त्रीवर्ग हो, मेरो महातारी आमा नदीहरूको हातको अभिषेक कसरी लिउँ? चन्द्रज्योति नगरमा बाहिर खरको एक झुपडी छ, त्यहाँ गोमा नाउकी ब्राह्मणी छन्, ती मेरो महातारी हुन्। चाँडै गई विभिन्न तरिकाले लिन पठाइदेऊ भनी यसरी नवराजले भनेको सुनि मन्त्रीले म आफै जान्छु भनी पालकी नाना वस्त्र अलङ्कार र फौज समेत लिई चन्द्रज्योति नगरमा गएर गोमा ब्राह्मणीलाई भेटी प्रणाम गरे। हे महारानी, तपाईँका पुत्र नवराज लावण्य देशको राजा भइबक्सियो। उहाँको म मन्त्री हुँ। तपाईँले लिन पठाएका हुनाले म्याना वस्त्र अलङ्कार आदि लिएर आएको छु। गहना पोसाक पहिरी म्यानमा राजगरी पाल्नुहोस् भनी बिन्ती गरे। त्यो सुनेर गोमाले मनमा आनन्द माने। उनले ल्याएको गहना वस्त्र पहिरे पालकीमा बसी लावण्य देशमा जान निस्किन। चन्द्रज्योति नगरमा श्रीहरूले त्यो थाहा पाएर हेर्न भने कोही कपाल फुकेका, कोही पटुकाले छेउ तारेका, कोही छोराछोरी रुवाएका, कोही भात खान लागेका पनि त्यसरी हात पत्ताउँदै निस्के। पालकीमा बसी फौज समेत साथमा भई गएकी गोमालाई देखि, हेर, सधैँ अर्काको ढिकी जातो गरी निर्वाह गर्ने गोमा आज महारानी भई पालकीमा बसी गइन् भनी आफूमा कुरा गर्न लागे। गोमा ब्राह्मणी त्यहाँदेखि गई लावण्य देश मक्का नजिकमा पुगिन्। नवराजले त्यो थाहा पाएर हात्ती घोडा रथ लगी नाचगान बजान गराउँदै सिन्दूर यात्रा गरी दरबारमा लगेर आसनमा बसेर साष्टाङ्ग प्रणाम गरे। हे आमा, तपाईँको तपस्याले र हरिहरको कृपाले आज लावण्य देशको राजा म भएँ। धन्य तपाईँको तपस्यामा अभिषेक पनि दिनुहोस् भनी त्यो सुनेर सुदिन ठहराई सुनको सिंहासनमा बसालेर नवराज राजा र लावण्यवती रानीलाई विधिपूर्वक राज्याभिषेक गरिन्। पुरोहित ब्राह्मणलाई भोजन गराई दक्षिणा दिई विदा गरी हात्ती रथ तयार पारी नाच गान बजान गरी फौज समेत देश यात्रा गर्दै नवराजहरूलाई दरबारमा गए। जय जय श्री स्कन्द पुराणे केदार खण्डे माघमात्मे कुमार अगस्त्य संवादे श्रेष्ठस्थाने परमेश्वरी अवतायां नवराज राज्याभिषेको नाम पञ्चविंशोऽध्यायः।